महाभारतको युद्धमा 101 शूरवीर र पराक्रमी योद्धाहरू थिए, जस्तै कि अर्जुन, कर्ण, श्रीकृष्ण, दुर्योधन, विष्णु पितामह आदि। यी सबैभन्दा धेरै बलिया र खतरनाक अर्का एकजना पात्र थिए, जसले महाभारतको युद्ध 1 मिनेटमै समाप्त पार्ने सामर्थ्य राख्थे। उनी हुन् नेपालका प्रथम किराँती राजा यलम्बर, भगवान शिवका भक्त, प्रकृति पुजारी, तन्त्र मन्त्रका महाज्ञानी किराँती राजा यलम्बरले महाभारतको युद्धमा भाग लिन पाएका भए उनले सबै पाण्डव र कौरवहरूलाई सजिलै एक्लैले हराउन सक्थे। तर भगवान श्रीकृष्णको जाल झेलका कारण यलम्बरले त्यस युद्धमा भाग लिन पाएन र केवल दर्शक भएर बस्न बाध्य भए। को थिए राजा यलम्बर? कसरी किराँतीहरूको प्रथम राजा बन्न सफल भए र यति शक्तिशाली योद्धालाई किन महाभारतको युद्धबाट वञ्चित गराइयो? नेपालमा पाइने थुप्रै आदिवासी जनजाति मध्ये सबैभन्दा पुरानो मानिने जनजाति हुन् किराँती। अझ सनातन धर्म मान्नेमै सबैभन्दा पुराना हुन् भन्ने विश्वास गरिन्छ। किराँतीहरूको उत्पत्ति भगवान श्री महादेव बस्ने कैलाश पर्वतबाट भएको विश्वास गरिन्छ। किराँतीहरू आफूलाई किराँतेश्वर महादेवको सन्तति भएको विश्वास गर्छन्। किराँतको अर्थ प्रकृतिमा रमाई हिमाल पहाडमा बस्ने भन्ने बुझिन्छ। यलम्बरलाई महाभारतमा 1000 हात्ती बराबरका शक्ति भएका भीमका नाति हुन् भन्ने गरिन्छ। यलम्बरलाई महाभारतमा दक्षिणबाट आएका योद्धा भनेर पनि चिनिन्छ। उनी एकदम शक्तिशाली थिए। किराँतेश्वर महादेवको विशेष तपस्याबाट खुसी भई स्वयं भगवान श्री महादेवले यलम्बरलाई 3वटा बाण दिएका थिए। ती 3 बाणहरू यति शक्तिशाली थिए कि पुरै विश्वलाई 1 मिनेटमा ध्वस्त बनाउन सक्थे। यति शक्तिशाली यलम्बरले गोपाल वंश र महिषपाल वंशलाई हराएर काठमाडौँमा राज्य बनाएका थिए। राजा यलम्बरले आफ्नो राज्य सञ्चालन गरिरहेकै बेला कुरुक्षेत्रमा त्यस युगकै सबैभन्दा ठुलो युद्ध महाभारत हुन लागेको कुरा सुने। यस संसारमा यलम्बरलाई युद्धमा हराउन सक्ने कोही पनि थिएनन्। राजा यलम्बर महाभारतको युद्धमा सामेल हुनको लागि आफ्नो राज्य छाडी एक्लै कुरुक्षेत्र गए। महाभारतको युद्ध सुरु हुनुभन्दा 1 दिन अघि भगवान श्रीकृष्णले सबै योद्धाहरू बोलाइ पाण्डव र कौरव मध्ये एक रोज्न आग्रह गरे। सबैजना आफ्नो आफ्नो पक्षमा उभिए, तर यलम्बर भने कुनै पनि पक्षमा उभिएन। श्रीकृष्णले अचम्ममा परि यलम्बरलाई प्रश्न गरे, तिमी को हौ र यस युद्धमा कुन पक्षबाट लड्न आयो? यलम्बरले म किराँती राजा यलम्बर हुँ र म यस युद्धमा जो कमजोर हुन्छ उसैको पक्षबाट लड्न आएको हुँ भने। यस्तो कुरा सुनि त्यहाँ भएका सबैजना हाँसे। तर श्रीकृष्ण झनै उत्सुक भए। 3वटा मात्र बाणका साथमा आएका यलम्बरलाई सोधे, तिमी किन यसो भन्दैछौ र तिमीसम्म जम्मा 3वटा मात्र बाण छ, कसरी यत्रो युद्ध लड्न सक्छौ? उत्तरमा यलम्बरले, यस युद्धको लागि मेरो 1 बाण नै काफी छ, किनकि यो कुनै चान्चुने बाण होइन, स्वयं भगवान महादेवबाट प्राप्त गरेको बाण हो। यी 3 बाण मध्ये 1 बाणले मात्र म सबै दुश्मनहरूलाई 1 मिनेटमा समाप्त गर्न सक्छु र मेरी आमाले जहिले पनि मलाई कमजोरको साथ दिनु भनी सिकाएको कारण म यस युद्धको अन्त्यतिर जो कमजोर हुन्छ उसैको पक्षमा उभिएर यो बाण प्रयोग गर्नेछु। यस कुरा सुनि त्यहाँ भएका सबै 101 योद्धाहरू डराए। श्रीकृष्णलाई थाहा भयो कि यदि यलम्बरले यस युद्धमा सामेल भयो भने कौरव र पाण्डव दुवै खतम हुनेछ। यसै कारण श्रीकृष्णले यलम्बरलाई एउटा शर्त राखे कि यदि तिमीले मैले भनेको मान्छेको टाउको मलाई दिन सक्छौ भने म तिमीलाई यस युद्धमा सामेल हुन दिन्छु। यलम्बरले केही नसोची त्यस शर्तलाई मान्ने वाचा गरे। श्रीकृष्णले एउटा ऐना लिएर यलम्बरको अनुहार अघि राखी मलाई यसको टाउको देऊ भने यलम्बरले त्यो शर्त मान्ने तर आफूलाई महाभारतको युद्ध हेर्न एकदम इच्छुक भएको कुरा सुनाए। यसरी यलम्बरले आफ्नो टाउको आफै काटी श्रीकृष्णलाई दिए र श्रीकृष्णले त्यस टाउकोलाई कुरुक्षेत्रको सबैभन्दा अग्लो ठाउँमा लगेर राखे। यलम्बरले आफ्नो टाउको श्रीकृष्णलाई चढाएका कारण आज पनि इन्डियाको राजस्थानमा उनलाई खाटु श्याम र गुजरातमा बलि यादवको नामले पूजा गरिन्छ। यलम्बर विभिन्न ठाउँमा विभिन्न नामबाट चिनिन्छ। यसबाट के थाहा हुन्छ भने किराँत सभ्यता प्राचीन सभ्यता हो। किराँती सभ्यतालाई रामायणमा पनि उल्लेख भएको पाइन्छ। श्रीराम वनवास गएको समयमा जंगलहरूमा किराँतीहरूले जनावरको लागि जाल राखेका भन्ने कुरा उल्लेख भएको छ। सनातन धर्म भनेको यस्तो धर्म हो जसको कुनै सुरुवात र अन्त्य हुँदैन, जुन इन्फाइनाइट रूपमा चलिरहेको छ। सनातन धर्ममा 4वटा ज्ञानका ग्रन्थहरू अर्थात् 4 वेदहरू छन्। यी 4 वेदहरू मध्ये अथर्व वेदलाई सबैभन्दा पुरानो मानिन्छ। किराँतीहरू अथर्व वेदका अनुयायी मानिन्छन्। यो वेद अरु 3 वेदहरू भन्दा अलि फरक छ। अरु 3 वेदहरूले भगवानको पूजा यज्ञ र हवनहरूबाट गर्न सिकाउँछ, तर अथर्व वेदमा ब्राह्मणद्वारा गरिने यज्ञ हवनलाई विश्वास नगरी भगवान प्रकृति हुन् र प्रकृतिको पूजाद्वारा भगवान
प्राप्त हुन्छ भन्ने सिकाउँछ। अथर्ववेदहरूमा थुप्रै तन्त्र मन्त्रहरूको ज्ञान रहेको छ। यसै कारण किराँतीहरूलाई प्रकृतिका पुजारी र तन्त्र मन्त्रका ज्ञाताको रूपमा पनि चिनिन्छ। संसारमा पाइने अरू हिन्दूहरूले ऋग्वेद, यजुर्वेद र समावेदको ज्ञान राख्छन्, तर अथर्ववेदको त्यति फलो गरेको पाइँदैन। त्यसैले किराँतीहरू अरू हिन्दू भन्दा फरक छन् र यसै कारण यता कता किराँती दाजुभाइहरूले हामी हिन्दू होइनौँ भन्ने गरेको पनि पाइन्छ। तर जे होस्, किराँत समुदायको सनातन धर्ममा उच्च स्थान छ र यिनीहरूले नै आयुर्वेदको सुरुवात गरेको भन्ने विश्वास पनि छ। अथर्ववेदका महाज्ञानी किराँतीहरूको तन्त्र मन्त्रले भूत प्रेत पिशाचहरूलाई अधीनमा राख्न सक्छ। यिनीहरूको लागि भगवान भनेको प्रकृति हो र किराँतीहरूले आफ्नो पुर्खाहरूको विशेष पूजा गर्ने गर्छ। परापूर्व कालमा किराँतीहरू सानो सानो समूह बनाई वन जंगलमा डुल्दै हिँड्थे। सबै किराँतीहरूलाई एकजुट गराई नेपालमा ठूलो राज्य बनाउने काम गरेका थिए किराँती प्रथम राजा यलम्बर। मन्त्री जीवन बिताउने किराँतीहरूले बेला बेलामा गोपाल वंशीहरूलाई आक्रमण गरी उनीहरूले पालेका पशुहरू लिएर जान्थे। भगवान श्री कृष्णको कथामा श्री कृष्णले गोपाल वंशका मानिसहरूलाई दुःख दिनेलाई भगाएका भन्ने सुनिने अरू कोही नभए किराँतीहरू थिए भन्ने गरिन्छ। तर पछि यलम्बरको शक्तिको अगाडि गोपाल र महिषपालहरूको केही लागेन र उनीहरूले किराँती राजा यलम्बरको अगाडि घुँडा टेक्न बाध्य भए। यसरी यलम्बरको शक्तिले किराँतीहरूले नेपालमा राज्य बनाई सबैभन्दा लामो समयसम्म राज्य चलाउने शक्तिशाली जातको रूपमा चिनिन्छ। किराँतीहरूले नेपालमा 1300 वर्षसम्म राज गरेका। भगवान गौतम बुद्धको जन्म पनि किराँती राजाकै परिवारमा भएको थियो। किराँत सभ्यता हाम्रो प्राचीन सभ्यता, कुनै समयको सबैभन्दा शक्तिशाली सभ्यता आज हराउँदै गएको छ। यस सभ्यताको बारे बृहत अध्ययन गर्न जरुरी छ। अहिले धेरै किराँतीहरूलाई धर्म परिवर्तनको नाममा अरू धर्म भिडाउने अपराध भइरहेको छ। यसमा सबै एकजुट भई किराँत सभ्यतालाई जोगाउनु जरुरी देखिन्छ। सबै किराँतीहरूले सबैभन्दा पहिला किराँती भनेका कुन, आफ्नो कल्चर, वेशभूषा के हो र यसको जगेर्नाको लागि के गर्नुपर्छ भन्नेमा विशेष ध्यान दिनुपर्छ। किराँत सभ्यतामा धेरै प्राचीन ज्ञानहरू लुकेका छन्। मिस्टिकल म्याजिकदेखि आयुर्वेदका सबै ज्ञान किराँत सभ्यतामा पाइने विश्वास गरिन्छ। तर यति पवित्र सभ्यताकै नाममा घिनलाग्दो राजनीति हुने गरेको छ। डर्टी पोलिटिक्समा डिभाइड एन्ड रुलको फर्मुला कुनै नयाँ होइन। चाहे जातको नाममा होस् या धर्मको नाममा, डिभाइड एन्ड रुलको सूत्र प्रयोग गर्नेले न कुनै किराँतीको बारे सोच्न सक्छन् न कुनै नेपालीको बारे। यो कुरा हामी सबै नेपालीले बुझ्न एकदम जरुरी छ। आशा गरौँ यति महत्त्वपूर्ण किराँत जातिलाई हामीले अझै प्रमोट गरी संरक्षण गर्न सकौं।